दाजुको हत्या गरेर जेल गएका थिए सुजन, अर्कैसँग विवाह गरेर गएकी श्रीमतीको पनि गरे हत्या। दुई छोरी सहित पूर्व श्रीमती पनि रहेनन्। दर्शकवृन्द, यति बेला भने निकै नै दुःखद घटना सार्वजनिक भएको छ, जहाँ सुजन कोइरालाले आफ्नी श्रीमती डिभोर्स गरेर पर पुरुषसँग विवाह गरेर गएकी थिइन्, तर तिनै श्रीमती र दुई छोरीको हत्या गरेका छन्। केही वर्ष पहिला आफ्नै दाजुको विवस्त तरिकाले हत्या गरेर उनी जेल गएका थिए। संविधान दिवसको दिन उनी आम माफी पाएर जेलबाट छुटेका थिए, तर जेलबाट छुटेको केही वर्षमा नै आफ्नो पूर्व श्रीमती र दुई छोरीलाई विवस्त तरिकाले चक्कु र हम्मर प्रहार गरी हत्या गरेका छन्। रूपन्देहीमा पूर्व श्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग विवाह गरेर गएकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। 33 वर्षीय दिपा बस्याल, छोरी 7 वर्षीय स्नेहा बस्याल र 4 वर्षीय हिमानी बस्यालको हत्या भएको रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीप बहादुर छेत्रीले जानकारी दिएका छन्। बुटोल उपमहानगरपालिका वडा नम्बर 11 मन्त्री पदमा बस्दै आएकी पूर्व श्रीमानले बिहान 4 बजे दिपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको छेत्रीले जानकारी दिएका छन्। हत्याको खबर भने बिहान 7 बजे मात्रै पुगेको थियो। छेत्रीका अनुसार दिपा आफ्ना दुई छोरीलाई लिएर पूर्व श्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्व श्रीमानले आफ्नो घरमा बोलाएका थिए। उनी किन गएकी थिइन् भन्ने बारेमा अनुसन्धान भइरहेको छेत्रीले जानकारी दिएका छन्। अहिले घटनास्थल सुरक्षित गरेर शवको मुलचुका उठाउने तयारी भइरहेको जानकारी दिएका छन्। दिपाका पूर्व श्रीमान सुजन कोइरालाले पक्राउ गरी अनुसन्धान थालिएको छेत्रीले जानकारी दिएका छन्। मृतक महिला पाल्पाको तानसेन नगरपालिका वडा नम्बर 7 कुनसहरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्ष पहिला नै सम्बन्ध विच्छेद गरी नवलपरासीका अर्का एक व्यक्तिसँग विवाह गरेकी थिइन्, तर विवाह गरेको केही वर्षमा नै उनका पूर्व श्रीमानले दुई छोरी र पूर्व श्रीमतीको चक्कु र हम्मर प्रहार गरी विवस्त तरिकाले हत्या गरेका छन्।